हेलो फ्रेंड्स, म तपाईहरुको लागि आज रिजनिङको मोस्ट इम्पोर्टेन्ट क्वेशन लिएर आएको छु। यो क्वेशन मेडिकल इन्ट्रान्स यानी कि सीई 2078 को फर्स्ट इक्जाममा सोधेको थियो। स्थानीय त 74 र 76 मा सोधेको थियो। क्वेशन भन्छ हाउ मेनी मिनट्स इज इट बिफोर 12 नून इफ 48 मिनट्स एगो इट वाज ट्वाइस एज मेनी मिनट्स पास्ट 9 AM। नेपालीमा लेखे भन्यो त्यो कति मिनट हो त्यसैको 2 गुणासँग 48 मिनट जोड्दा 9 बज्नुभन्दा पछि र 12 बज्नुभन्दा पहिलाको यानी अघिको समय आउँछ। लेखेको भने के भनेको छ यहाँ, त्यो कति मिनट हो, त्यो x मिनट हो। त्यसैको 2 गुणासँग जोड्दा 2x लाई जोड्दा 2 गुणासँग 48 जोड्दा यसको 2 गुणासँग 48 लाई जोड्दा के आउँछ, 9 र 12 को बीचको समय दिएको छ। कुनै दुईटा टाइमको बीच ड्युरेसन दिन सक्छ, 9 and 10, 9 and 1, 10 and 12, कुनै दुईटा समयको ड्युरेसन दिन सक्छ। यसले केही फरक पर्दैन। जुन समय को ड्युरेसन दिएको हुन्छ यसको बीचको हामी टाइम इन्टरभल लिन्छौँ। यसले सुरु गर्नु के हुन्छ, यो 3x प्लस 48 इक्वल टु 9 र 12 को बीचमा 3 आवर हुन्छ। यो सबै हामी मिनेटमा लिएको छौँ। यसलाई पनि मिनेटमा कन्भर्ट गर्छौँ। 3 × 60, 3x इक्वल टु 180 minus 48, 3x इक्वल टु 132।